लाग्दै छ केटो कुरो यो लाट होइन नमिठो बोलेको केटाहरूले फोहोर बोले कि एकदम फोहोर बोले कचमका रहेछन् केटाहरू बङ्का रहेछन् एकदम फोहोर बोले के धेरै फोहोर बोले धेरै फोहोर बोले बदमास रहेछन् बदमास रहेछ एकदम नमिठो बोल्दो रहेछ पड्काइ हाल्नु भयो नि अहिलेबाट केयरको बानहरू अलि घर आयो नि कस्तो नराम्रो बोल्यो पक्का चिया आइस अच्छा भएन चल्छ है बहुत चल्छ यहाँ ठ्याक्कै यहाँ खाने पाइन्छ होइन यो यो ठाउँ फेमस छ क्या जुन गाडी पनि यहाँ पाइहाल्छ क्या त्यही भएर टक्क बनाएर कायदा गरेँ यहाँ चाहिँ चल्छ बहुत चल्छ अलि पानी आएर केही नहोस् हो के अरे अलि खतरा भयो ठाउँ फेरि अनि माथिको भिड छ नि यतै क्वालिटी माथिको हो नि त हजुर हजुर तर मासतिर बहुत क्वालिटी छ कि है उल्टिम त पाहाड त अडिन्छ होला होइन सिधामा त्यस्तो अडिया झुन्डिएको होइन यहाँ त के भन्ने त लेखेर अब भए पनि अलिक पानी ठुलो आएको बेला अलिक डराउनु पर्ने कि भित्रै उतापट्टि अब चर्किया ठाउँमा पानी चरामा पस्यो भने त भस्कन्छ कि
पहिला चल्यो नि 2 करोड सायद लगभग 2 करोड 30 लाख उठेछ पैसा सायद क्यासै हो खर्च मिलेर लगभग 2 अरब त सक्दैन खर्च नि भयो होला 50 त पुग्यो होला हो र खुवाउनु त पऱ्यो है हजुर होइन वाचन बरु त्यति महँगो होइन क्या के जस्तो लाग्छ गुरुकुललाई भनेर गुरुहरूले सस्तैमा हो कि निःशुल्क गर्ने लाग्छ के छ भने मैले सुनेको होला है त्यहाँ खर्च त भयो होला होइन खर्च भएकै छ होला तर उनीहरूको अनुमान 5 करोड थियो अरे अनुमानित के यति उठा भन्ने थियो अरे अब 2 साढे 2 करोड त्यस्तो यहाँ मिलाएर मिठै पाइन्छ यही काट्छन् लोकल पाठा रात रवात हुने बेलाको मिठो दाइले मिठो हुन्छ नि खाइन्छ हजुर अलि फरक पर्छ टेस्ट फरक हुन्छ होइन टेस्ट फरक हुन्छ टेस्ट त फरक पर्छ है टेस्टमा धेरै फरक पर्छ तर रगत भुँडीको रड चाहिँ मिट्यो खाना पाइयो नि त तर जुन हामीले घरै काटेको हुन्छ दसैँमा रगत भुँडी त्यो काम हुन्छ होइन थोरै मिठो हुन्छ रगत भुँडीमा भित्री कलेजो पाङा उता त फप्सी मिसाइन्छ नि त्यसरी मजा आउँछ कि दाइ एकदम मिठो हुन्छ अनि हेल्दी पनि हुन्छ मिठो पनि हुन्छ त्यही त नि फेरि आज मैले झाप पाइँदैन नि त काटिँदैन काट्छ आजभोलि फेरि त काटेपछि रद पनि त्यही काटेको खाइदिएको चल्नु होइन काम गर्नु कि डाक्टर काट्नु रद पनि खाइहाल्नु हजुर हजुर तर म फेरि पहिला स्कुलमा गलिङ मैले पहिला पढाएँ गलिङ होइन गलिङमा म बस्छु पहिला गलिङ जानकीमा माथि चिटाडामा त्यहाँ चाहिँ दाइहरूले के गर्ने भन्दा समितिहरूले पाठापाठी के काट्ने अनि त्यो पुरै त्यहाँ सँगै पकाउने के रगत भुँडी त्यो मासु पुरै मिसाएर फुट्ने त्यहाँ थाहा छैन त्यहाँ पैसा मान्ने त्यो नि कायदा मिठो हुने रहेछ त्यो भुँडी रगत मिसाएको मिठो मासुको त टेस्टै मजा आउने रहेछ कि होइन झाप खानु पऱ्यो होइन तर भुँडी राम्रोसँग पकाउनु पर्छ उमाल्नु पर्छ होइन मिठै हुनु रहेछ त्यसरी पकाएको पुरै बोको कि सिङ्गै एउटै तौला पुरी खाना पकाएर थालामा हाल्यो नि पैसा मान्यो नि त्यसरी कायदा भएर
बाबा जे छ कि मेरो अनि बासु दाई मेरो दाई जेठो हुनुहुन्छ उहाँ सन्तोष हजुर सदिच्छा पूजा मेरो सानो दाको छोरी हो सदिच्छा बहिनी सदिच्छा कान्छो भएको छोरी हो पूजा सानो भएको छोरी हो हजुर 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 ए हजुर हजुर जनविकासमा हजुर हजुर बोल्नु भयो हजुर कलर हाउस हजुर हजुर बिहारी म सँगै पढेको स्कुलमा सँगै पढेको क्लासबाट स्कुल सँगै हो पछि विजय एसएससी दिएर दुवैतिर गएँ म त्यहाँ पढ्ने लाएँ त्यत्तिकै कलेजतिर पालातिर पढ्नु लाग्यो पढ्दा पढ्दै म फेरि खासै राम्रो पछि आएन कि मेरो जागिर सधैँ पर भएको छ कि मेरो अस्थायी हो म +2 कोटामा हो म अहिले हजुर जागिर सधैँ पर भएको छ कहिले गर्ने कि कहिले अहिले बल्ल राम्रै आएको छ पाल्पा त फर्स्ट टाइम सिकेको बल्ल अहिले सदिच्छालाई बिहा भएको जयकुटी हो होइन अहिले चाहिँ बस्ने तम्घास हो स्वयं डाक्टर हो के अरे त्यही भएर त्यही तम्घास हस्पिटलमा हजुर अस्पतालमा सदिच्छा पनि चाहिने अब यहाँ छोड्यो के अरे पूजाको बिहा भएको वालिङको त यो के अरे के भन्छ कि त्यो के खोला अरे मादी के अरे मोदी खोला अरे वालिङको मोदी खोला त्यही मोदी जति के हो है त्यो खोला त्यहीँ दिएको नानीलाई सदिच्छा नानी अहिले त छोडेको जागिर हस्पिटलमा त छैन होइन ऊ यहाँ चापकोटको चापकोटका 3 जना आउनु रहेछ यहीँ सानो होला उहाँ त चापकोट जाने चापकोट गएको बुझाको पुसम्म हेर्ला धेरै बेर पनि रहन्छ न 5 मिनट पनि नलाउनु अघि पैसा त्यति फरक अघिल्लो केही भएन
तर्किहाल्यो छोयाएन अर्को ट्याक्कै बाटो रहेछ अफिकिँदैन पानी पानी गाडी आइ छोड्दैन सब झन् बाटा जति हर्न पानी पऱ्यो कि ठ्याक्कै सुन्दैनन् अस्ति नै बाटो आएको थियो हर्न हाने बिस्तारै हिँड्यो त हर्न हाने चाल बिस्तारै कि बिस्तारै हिँड्ने कस्तो कुरो नि सबै गाई बस्तु जस्तै हो सब पानी परिसक्यो पहिला पहिला थम्कन्थे आजकल त सबै यस्तो गराउँथ्यो हर्न लाज तत्काल्थ्यो बाटो बढ्दै बाघले बाटो छोड्दो रहेछ राति होइन सबैजना हिँड्दो रहेछ होइन हर्न सुनेपछि अर्थ त अस्ति नै राति म अचम्म परेँ कि बाघ चाहिँ सानो थियो नि त तर पुच्छर कति लामो पुच्छर कि साह्रै लामो पुच्छर कि त्यस्तो पुच्छर लामो हुन्छ बाघको बच्चो भएर लामो पुच्छर लामो बस्नु कुरा होइन सानो त्यो आकार चाहिँ नि अब कुकुरकै थियो तिनीहरूको होइन होइन तर पुच्छर बोझ लामो क्या भाइ रातिमा हो अन्त अनि कस्तो लामो पुच्छर हो म त दङ परेँ एकखेर देखेँ मैले बाटामा दक्षिणकालीमा काठमाडौँ अहिले यहाँ गलिङ देखेँ मैले रातिमा दक्षिणकालीको खैरोमा कालो टाटा भएको थियो त्यो चितुवा स्टारको त्यो नियाले के भन्छ कुन त्यसलाई यहाँको त एकदमै टाउको अलि सानो हो तर पुच्छर बहुत लामो तर बच्चा बच्ची लिएर हिँडेको बगिनी फेला पर्दा मार्छ यस्तो होइन बच्चाहरू सहित भएको बगिनी फेला पर्दा हान्छ क्या बाइकलाई त हो नि त एक्लै भए त केही नगर्ला होइन तर हाम्रो त्यो चित्तेडाको रामरपछि के भन्दा दिउँसो 12 बजे के दिउँसै 12 बजे दुईवटा बाघले सँगै के दुईवटा बाघले सँगै दुईवटा बाख्रा मारे त्यही छ झ्याप तानेर लयो 12 बजी घाममा है बाटैबाट तर बाघको त्यहाँ एउटा राम्रो गुणलाई के ला भन्दा एकदम साना बच्चा के अब 6-7 वर्ष बच्चा पनि बाटा हिँड्छन् कि बाघले छन् बच्चालाई केही गर्दैन त्यो एउटा गुण बाघको राम्रो त्यहाँ चित्तेडामा त्यत्रो हजुर दिउँसो 12 बजे ठ्याक्कै दुईवटा बाघले त्यहाँ पढाएको छु मैले ठ्याक्कै चाहिँ नि दिउँसै 12 बजे दुईवटा बाख्रा पानी मारेको त्यहाँ हुँदा नजिकबाट तर बिचरा बाघको राम्रो पछि के भन्दा मान्छेलाई लुच्छ कि है त्यही राम्रो लाग्यो मलाई पछि एउटा बच्चा भए पनि